सबै मान्छेहरू सफल, सरल, सजिलो जीवन चाहन्छन्। तर सजिलो जीवन चाहनको लागि त केही गर्नु भएन, केही सोच्नु भएन, केही बोल्नु भएन र केही बन्नु पनि भएन। केही बन्नको लागि र सफल हुनको लागि त केही गर्नै पर्यो। गर्दै जाँदा गल्ती हुन्छ, असफलता हुन्छ, आलोचना हुन्छ। सफलता भनेको गल्तीहरूको पहाड हो, असफलताहरूको दलदल हो, गलत निर्णयहरूको श्रृङ्खला हो, गलत सुरुवातहरूको ढिस्को हो। यी सब पार गर्दै अगाडि बढ्नु नै पर्छ। र बढ्दै जाँदा कहिलेकाहीँ मानिस धेरैपल्ट असफल भएर अगाडि केही नदेखेर कन्फ्युजनमा पुग्छ, विरक्तमा पुग्छ। तर हरेक सफल मान्छेले एउटा कुरा चाहिँ सोच्नुपर्छ, के भने हरेक घटनाले केही न केही सही अर्थ एक दिन दिन्छ। हरेक कुराको केही न केही अर्थ हुन्छ। त्यसैले कन्फ्युजनमा हाँस्दै, आँसुसँगै मुस्कुराउँदै अगाडि बढिरहनुपर्छ। इफोर्ट र स्ट्रगल गरिरहनुपर्छ।